हेलो हेलो नमस्ते नमस्ते। ये चाहिँ तारकेश्वर नगरपालिका वार्ड नम्बर 5 को यो अक्सफोर्ड डाइभिङ सेन्टरभन्दा अलिकति माथि जाने ठाउँ पृथ्वीमावि चाहिँ यतातिर भयो। यो भित्रपट्टि जाने बाटोमा चाहिँ केही वर्ष पहिला चाहिँ ढलान गरेको रहेछ। ढलानको पार होइन त कसरी गराएर चाहिँ भित्र भने यो पनि नहालिकन चाहिँ पुरै माटोको भरले माथि मात्रै छापेको रहेछ। माथि माथि ढलान गराएर चाहिँ खोलाले चाहिँ अब खोलेर अब यस्तो डुँड बनाइदिएछ है। अब यो जस्तो चाहिँ ढलानको भर त ढलान यस्तो भएछ। अब यो को जिम्मेवारी हुने हो? अब कस्तो खालको ठेकेदार हो? बजेट कसरी पास भयो? यसलाई चाहिँ व्यापक रूपले चाहिँ छानबिन गर्नु पर्यो। हाम्रो वार्ड अध्यक्ष दाइ शम्भु फुयाल दाइले चाहिँ एकदम ध्यान दिनुपर्ने भयो। यो त लास्टै खोलाले यहाँबाट चाहिँ डुँड जस्तो बनाएर पठायो। तल के पनि हालेर हुन्छ, वाल सेरवाल वाल हालेर गरायो भने राम्रो हुन्थ्यो होला। यो बाँसको भरले चाहिँ पिलर उठाएर चाहिँ बजेट मात्रै विनियोजन गरेको बजेट चाहिँ धेरै कति के गरे थाहा भएन। यतातिर चाहिँ यता उठाएर रहेछ, तर यो भित्रभित्र चाहिँ पुरै माटो मात्रै भराएर रहेछ। वाल उठाएर गरे त कमसेकम यस्तो हुन्थेन होला नि। यस्तो छ पारा। ल अब यहाँ कसरी गाडी हिँडाउने हो? यो त बिजोग अवस्था भएछ। ल ए यस्तो वाङ परेको छ यहाँ चाहिँ। यताबाट पुरै डुँड भएको छ। यो कसरी यस्तो भयो? यसलाई चाहिँ व्यापक छानबिन गर्नुपर्ने भयो। ल अब यो बाटो कसरी हिँड्नु हो? यस्तो अवस्था छ है। ल